गुड मर्निङ एभ्री वान। आज दिन्छु न्यू भ्लग होइन। म चाहिँ अघि नै उठेर बिहानै उठेर नुहाइधुवाइ गरेर एक्सर्साइज गरेर अनि चिया पकाएर अनि अब खाजा खाइँदैछ होइन। यस्तो छ मसँग मन पनि हुन्छ। अनि कस्तो भएछ मैले भुटेको भात? दामी छ। दामी छ। यो मैले भुटेँ अनि मैले बनाएँ। आज चाहिँ अलिक छुट्टै उठ्दै कस्तो हुँदो रहेछ भनेर होइन। जहिले छिटो उठ्नुपर्छ। हजुर जहिले छिटो उठ्नुपर्छ। एक दिन मात्रै छिटो उठ्यो भने भोलि भोलि पनि छिटो जति छिटो उठ्यो त्यति राम्रो। आज छुट्टै उठ्यो नि म होइन हिजोभन्दा। खोर्सानी आएको छ। खोर्सानीमा अचारमा खोर्सानी अचारमा गएको ल। बाई बाई। आजको मौसम पनि एकदम लभली छ होइन। लभली छ आजको मौसम। यो चाहिँ हर्लिक्स चाहिँ हल्का दाबल ल्याइदिनु भएको होइन। सो गाइजहरू हिजो भर्खरै मैले एउटा नयाँ जुत्ता ल्याएको थिएँ अनि त्यो जुत्ता चाहिँ मम्मीलाई खासै राम्रो लागेन अरे। बुढौली जुत्ता भयो अरे। यहाँनिर हेर्नु जुत्ता चाहिँ यो हो इटलीको गाँजा स्टोरबाट ल्याएको सुज होइन। यो जुत्ता खासै मन पराउनु भएन। तपाईँलाई चाहिँ कस्तो लाग्छ भनिदिनु होला है। मलाई चाहिँ राम्रो लागेर किनेको। म यसो लाउने प्रयास गर्छु ल। यो लाएर कस्तो देख्दो रहेछ। लाइन गयो। Yes, boy. This is it. यसो देख्दो रहेछ होइन जुत्तामा कलर म्याचिङ भएर होला। ममलाई देखाउनु जान्छु यता कस्तो देख्छ मम देखाउँछ हो नि त। दामी छ नि। दामी छैन? दामी छ। 23 सयको जुत्ता कस्तो राम्रो हो त। मलाई राम्रो लागेको। ज्याकेट कहाँबाट? अस्ति दिएको अब माग्नु पर्यो नि। नभनिकन ल्याइन्छ मम्मी। जुत्ता पास भइसकेको छ होइन। मन पर्यो अरे मम्मीलाई। यस्तो छ। सो बाइक कुरा त्यस्तै हो होइन। अब म चाहिँ रियाज गर्छु फ्याम होइन। आजबाट एकदम नन स्टप बिहान बेलुका रियाज गर्ने हो। अनि अलिक वर्षमा नेपाल टुर हान्ने हो वर्ल्ड टुर हान्ने हो है। डिडो गाइज ल म यसलाई अब हल्का यतापट्टि राखेर यसलाई यतापट्टि लगेर राखेर यसलाई अनबक्सिङ गर्नुपर्छ है। ल इट्स रियाज टाइम हो कि आधी घन्टा जस्तो हानिदिउँ न यहाँ बसेर भन्ने कुरा आयो। ल तपाईँ पनि लाइक आफ्टर 10 मिनट्स जस्तो चाहिँ अब म हल्का ब्रेक लिँदैछु। अब एकछिन रियाज गर्दा नि यस्तो खल्खल बनाइन्छ क्या पसिना आएर होइन। एकछिन मम्मीको कपाल हेरिदिनु पर्ने अरे। कपालै होइन म कि जुम्रा पनि छ? फोटा खिचेर होइन। यसो कपाल फुलेर त्यही नै हो। म अब यसो यहाँबाट खिचौँ त यता यसो पक्रेर यस्तरी पक्रियो नि त त्यता यस्तरी अब चढ्ने यस्तरी हो त्यसरी। के छ लेखेर हालेको छैन।
सारे ग म प रे ग म प ध ग म प ध नि म प ध नि सा सारे ग म प रे ग म प ध ग म प ध नि म प ध नि सा भयो नि भाइ सो सबै कामहरू सक्यो अब यहाँ ओछ्यान सोचाइमा आउनुपर्ने छ अनि आज मेरो स्कुल पनि छ है अहिले 9 बजिसकेको छ रियाजहरू सक्यो मम्मीको टो पनि हेरिसक्यो टाउकोमा परेको अलिअलि जुम्राहरू अब म एकछिन यत्तिकै बस्छु अनि एकछिनमा स्कुल जान्छु है त्यही दिनहरू कसरी जान्छ हेर्दै जानु होला खासमा चाहिँ भ्लग अस्तिदेखि नै बनाऊँ भन्ने प्लान थियो होइन तर यो फोनको स्टोरेज चाहिँ फुल भइसकेको छ क्या 128 GB हो नि त अब अहिले पनि कक्षा आइरहनु न होइन अब आज जति हुन्छ त्यति खिच्छु बनाउँछु हाल्छु अब त्यही हो थ्याङ्क यू गाइज फर वाचिङ ओके जस्ट होप यु गाइज आर इन्जोइङ है खाना खाने बेला भयो साथीहरू है कस्तो घाम लागेको बाहिर त है अनि टम्पलापुर सन अरू खानसाना खाने ल्याए त कोपीको सब्जी भात हो कि अब भात साथ पस्केर भात खान्छु अनि म जान्छु स्कुलतिर जुत भटमास सुकाएको छु यो भटमास हेर्नु है भटमास खानालाई भटमास पुरा सुकाएर लुगाहरू पनि सुकिसक्यो होला अरे धेरै सुकाउनु नि त लुगाहरू त चिसै रहेछ हल्का खानासँग चुटो खाएर जानुपर्छ फेरि ढिलो हुन्छ मलाई कागतीको अचार दाल साग त्यति हो मैले खाएँ घिउ त देखिहाल्नु भएको छु हातभरि घिउै घिउ छ मेरो घिउै घिउ भात खाएर छिटो छिटो खाएर अब जान्छु म चाहिँ अब काम सक्यो होइन स्कुलतर्फ जाँदैछु त मेरो चस्मा चाहिँ कहाँ गयो चस्मा लगाएर जानु पर्ने यसै घरमा चस्मा आएँ चस्माको खोल Later, I'm going to school, okay? See you guys. क्याप चाहिँ लगाएको भए सही हुन्थ्यो यार क्याप अब ढिलो भयो ल धन्यवाद स्कुल हिँड्न आँटेको यस सानी टोपी लाउनु आइफोन यो भ्लग बनाउने किनेको नि सानी मम्मी लाग्यो कामतर्फ यस्तो छ होइन वाट इट इज यहाँबाट ठ्याक्कै 15 मिनट जस्तो लाग्छ मलाई पुग्न है म चाहिँ ट्राइपोड किन्ने सोच्दैछु क्या ट्राइपोड है सजिलो हुन्छ नि त दिस फकिङ हेल okay. Oh, pussycat. Hey. So यहाँबाट छुट्छु हामी क्लासमा अघि त्यस्तो यहाँ चाहिँ म्युजिकल रुम अघि क्लासमा आएपछि सबैतिरको फ्यान खोल्नुपर्ने हुन्छ है क्लास यस्तो छ सो म चाहिँ म्युजिक टिचर हो होइन म चाहिँ केटाकेटीहरूलाई बेसिक गिटारको कोर्सहरू मादलहरू हार्मोनियमहरू बेसिक कुराहरू सिकाउँछु है त्यही हो मेरो भूमिका भनेको स्कुलमा त्यही नै छ है त धन्यवाद यहाँ काम दिनुभएकोमा स्कुलहरूलाई साउट आउट टु इधरको
PSS स्कुललाई है त्यही नै हो ल गाइज हामी टु वर्क ओके गिटारहरू ट्युन गर्छु ओर्छु अनि इन्स्ट्रुमेन्टहरू आउँछ बजाउँछु ओके ट्युन भइसक्यो है अब अर्को गिटार सो अब यो गिटार पनि ट्युन यो चाहिँ एकदम राम्रो गिटार छ है मलाई मन परेको गिटार हो यो अब यही हो म गिटार बजाउँछु केटाकेटीहरूलाई गीत सिकाउँछु त्यही नै हो है मेरो काम Okay, I'll see you guys. Bye bye. Other final instruments. Hands up. Oh, I don't hands up. Hands up. Oh, auto. Here we go. के गेम खेलेको यहाँ ल्याऊ लेनिन ओए त्यस्तो हुन्छ यहाँ ल्याऊ नगर न ओए यहाँ ल्याऊ Nonsense. Why are you playing here? No, I'm Is not this your playing. game time? Oh, don't you want to play instrument? And Lilin? Boys, enough of this playing here, Lilin. Why? How with that? Git bomb nation, Gamna. Camera to damage. Hands up. Camera, Oh, Lilin, you come here, oi. Hey, you. Hello, Lilin, you come here. Chuto, छिटो फोन लिएर आऊ यस्तो फोन चलाउनु हुन्छ सरको फोन चलाउँछ नि ओइ छिटो यहाँ नगर नि त्यस्तो प्लिज नगर ओइ गीत गाउने लिलिन लिलिन सो अब क्लासहरू पनि सकिसकेको छ होइन म चाहिँ प्याकअप हानेर अब जानुपर्ने हुन्छ घरतर्फ अब क्लासमा केटाकेटीहरूले टेर्यो हुन्छ साह्रै मजा हुन्छ कि टेर्दैन क्या अनि यस्तो इरिटेटेड हुन्छ नि तर पनि आई लभ द क्लासेस भनौँ न हल्का त्यो ह्याङ चाहिँ हुन्छ तर पनि रमाइलो हुन्छ क्या क्लास चाहिँ अब आफूले चाहे काम कुराहरू गर्दाखेरि चाहिँ यस्तो छ यहाँको स्ट्रिटहरू डगेस चस्मा चाहिँ यस्तो गर्नु पर्यो अब आनन्द चिलमा अब घर जाँदै हो घर भन्नाले पनि म सुरुमा आज साथीहरूलाई भेट्ने प्लान छ होइन सुरुमा साथीहरूलाई भेट्छु अनि त्यस पछाडि घरतर्फ एक्ज्याक्टली अभियसली नै हामी घरतिरै जाँदैछौँ है ओके यस्तो बाटो घर चाहिँ उताबाट जान्थ्यो म चाहिँ अब सिधै साथीभाइहरूलाई भेट्न हिँडेको है त 4 बजेभित्र केटाहरूलाई भेट्ने प्लान थियो है भेटिसक्ने यसो दामी हुन्छ नि राइड हान्दै यसो भ्यू हेर्दै हिँड्न पायो त वा यो मेरो नयाँ च्यानल हो तपाईँहरूले मन पराइदिनु होला साथ सपोर्ट दिनु होला है म चाहिँ अबदेखि रेगुलर भिडियो बनाउनेवाला छु है त्यसको लागि मलाई तपाईँहरूको साथ सपोर्ट चाहिन्छ सहयोग चाहिन्छ होइन त धन्यवाद सबैजनालाई मेरो भ्लग हेरिदिनु भएकोमा है यस्तै कन्टेन्टहरू बनाइराख्ने छु म फेरि पनि ओके यो हो त my brothers आज हल्का शान्त छ क्या यतातिर हाम्रो केटाहरूको जक्सन चाहिँ होइन पिस राम्रो खालको
अति हानु एकछिन दाइ अति हानु क्या केटाहरूले यहाँ चाहिँ धमाधम गेम चलिरहेको छ म पनि अब गेम खेल्छु मेरो एन्ड्रोइड फोनबाट होइन मिनिमिल्टा किङ यहाँ स्विमिङ पनि हान्दैछ कस्तो ब्रो गेम ठिक छ इट्स अलरेडी गेटिङ डार्क है सो आम फाइनली होम है भर्खर घर आइपुगेँ अलमोस्ट भइहाल्यो है केटाहरूसँग मम्मी 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 हेलो मम किन नभन्नु किन भन्नु के काम सघाउनु पर्ने पानी हाल्नु बत्ती पर्छ पानी लाउनुपर्छ पर्दैन देखाउन So I'm finally home, okay? So दामी दामी मुन लागेको छ आज एप्स हान्ने समय भएको छ है के छ अचार बनाउँदै हुन्छ मम्मीले पङ्खा खोल्नु पर्यो एप्स खाना खाएको त के खिच्नु होइन ओके खाना खाएर क्याप्चर गर्छु फेरि है सो गुड नाइट एभ्रीवन ओके दिस इज द लास्ट भिडियो अफ माइन होइन यो आजको दिनको लागि चाहिँ गुड नाइट हो कि म सुतेको अब दुध खाएर गुड नाइट एभ्रीवन गुड नाइट गुड नाइट गुड नाइट भन्दै हुन्छ अब तल जाने धुस जाने एकछिन गिटार सेवाउने सुत्ने हो कि पिस आउट दामी दामी मुन लागेको छ आज एप्स हान्ने समय भएको छ है के छ अचार बनाउँदै हुन्छ मम्मीले पङ्खा खोल्नु पर्यो एप्स खाना खाएको त के खिच्नु होइन ओके खाना खाएर गुड नाइट एभ्रीवन ओके दिस इज द लास्ट भिडियो अफ माइन होइन यो आजको दिनको लागि चाहिँ गुड नाइट हो कि म सुतेको अब दुध खाएर गुड नाइट एभ्रीवन गुड नाइट गुड नाइट गुड नाइट भन्दै हुन्छ अब तल जाने धुस जाने एकछिन गिटार सेवाउने सुत्ने हो कि पिस आउट